हामी सिमराबाट प्रत्यक्ष प्रश्नमा जोडिएका छौं। जेनजीमाथि नेकपा एमालेका कार्यकर्ताहरूले हातपात गरेपछि सिमराको अवस्था तनावग्रस्त बनेको छ। जेनजी युवा पुस्ताले प्रहरीसँग वार्ता गरिरहेको अवस्थामा नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी युवामाथि हातपात गरेका थिए र केही जेनजी युवाहरू घाइते भएका छन्। यहाँ नेकपा एमालेका आज विशेष त बाराको परवानीपुरमा नेकपा एमालेको बृहत जनसभाको आयोजना गरिएको थियो, जसमा नेकपा एमालेका नेता महेश बस्नेत र ईश्वर पोखरेलको आगमन हुँदै थियो र सोही समयमा जेनजी युवा पुस्ताले यहाँ शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको थियो र त्यो समयमा प्रहरीले जेनजी युवा पुस्तासँग वार्ता गरिरहेको अवस्थामा नेकपा एमालेका केही युवाहरूले उनीहरूमाथि हातपात गरेका थिए। अहिले रगतमय भएर युवाहरू सडकमा उत्रिएका छन्। यहाँ जेनजी युवा पुस्ताले आफ्नो मानिसहरूमाथि हातपात गरेको मानिसलाई पक्राउ गर्न माग गरिरहेका छन्। यहाँ अहिले सिमराको अवस्था हामी देखिरहेका छौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको यहाँ बाक्लो उपस्थिति हामी हेरिरहेका छौं। अहिले सडकलाई अवरुद्ध गरेका छन् जेनजी युवा पुस्ताले। नेकपा एमालेका कार्यकर्ताहरूले जुन किसिमले युवाहरूमाथि हातपात गरे त्यो हातपातको विरुद्धमा यहाँको स्थानीय पनि सडकमा ओर्लिएका छन्। जेनजी युवाको साथसाथै यहाँको स्थानीय मानिसहरूले पनि जेनजीको समर्थनमा युवाहरूमाथि हातपात नगर्नुपर्ने भन्दै यहाँको स्थानीयले पनि समर्थन गरिरहेका छन् र यहाँ नेपाल प्रहरीले त्यति बेला मुखदर्शक भएर हेर्यो भनेर जेनजीले आरोप लगाइरहँदा अहिले प्रहरीले आफ्नो यो सडक खोल्नको लागि सामान्य बल समेत प्रयोग गरिरहेको छ। हामी यो दृश्य देखाइरहेका छौं, बाराको सिमराको दृश्य, जहाँ नेकपा एमालेका कार्यकर्ता भनिएको छ कार्यकर्ताहरूले जेनजीहरूमाथि हातपात गरेका थिए र अहिले एयरपोर्टको सडकमा जेनजी युवा पुस्ताहरू गइरहेका छन्। हामी यो दृश्य देखाइरहेका छौं। सिमराको अवस्था अहिले तनावग्रस्त बन्दै गएको छ। सुरक्षा निकायको यहाँ बाक्लो उपस्थिति हामी हेर्न सक्छौं। जेनजीहरू अहिले पसलहरू बन्द गरिरहेका छन् र यहाँ नेकपा एमालेको यो ब्यानरहरू हामी हेर्न सक्छौं। युवाहरूले जाति दिएका छन्। नेकपा एमालेका कार्यकर्ताले जेनजीमाथि आक्रमण गरेपछि जेनजीहरू अहिले आक्रामक बनेका छन्। यो दृश्य हामी देखाइरहेका छौं बाराको सिमरा चोकबाट। शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको जेनजीमाथि आक्रमण भइसकेपछि जेनजी युवा पुस्ताहरू रगतमय भएर अहिले सडकमा उत्रिएका छन्। अहिले सडकमा उत्रिसकेपछि यहाँको स्थानीय पनि समर्थन गरिरहेका छन्। युवाहरूमाथि बच्चाहरूमाथि हातपात नगर्नुपर्ने भन्दै स्थानीयहरूले पनि युवाहरूलाई समर्थन गरिरहेको अवस्था हामी हेर्न सक्छौं। हामी यहाँ ठूलो मात्रामा सुरक्षा निकायको उपस्थिति हामी हेर्न सक्छौं। जेनजी युवा पुस्ताले अहिले एयरपोर्ट रोडको